आज होलीको दिन मलाई काकाले दुख्ने गरी चिक्यो। म बारम्बार रोक्न प्रयास गरे तर काकाले मानेन। आखिर मेरो सानो पुतलीमा आफ्नो एक हात लामो पिस्तोल हालेरै मान्यो। एउटा जोस भरिएको यौन कथा लिएर आएका छौं। कृपया अन्तिमसम्म हेरेर वा सुनेर साथ दिनुहोला। लागौं आजको कथातर्फ। म आजको घटना तपाईँ माझ राख्न गइरहेको छु। म एक अविवाहित युवती हुँ। मेरो उमेर मात्र 16 कटेर 17 लाग्यो। म नेपालको एक सानो गाउँमा बस्दछु। गाउँको नाम त भन्दिन तर मेरो नाम चाहिँ उषा हो। म आज बिहान 11 बजेतिर होली खेल्न गाउँतिर हिँडे साथीहरूलाई भेट्न। हामी जम्मा 5 जना केटीहरू एक ठाउँमा भेला भयौं। सबैजना गाउँका दाजु भाउजू, काका काकी र साथी जस्तै सबैलाई रङ लगाउँदै रमाइलो गरिरहेका थियौं। केही समयपछि हाम्रो छिमेकी काका धीरेन्द्र आउनुभयो। कता हिँडेकी ए उषा? मलाई काकाले सोध्नुभयो। मैले भने आज होलीको दिन होली खेल्दै हिँडिरहेछु काका, तपाईँ चाहिँ किन होली खेल्नु भएन? मैले सोधे। काकाले मलाई भन्नुभयो, तिमीले मलाई रङ लगाए पो खेल्नु त। हामी 5 जना केटीहरूले उहाँलाई रङ लगायौं। मेरो सेतो रङको सुतीको सर्ट पानीले अलि भिजेको थियो। काकाको ध्यान मेरो बुबुमाथि गयो। मैले यो कुरा थाहा पाए तर वास्ता गरिन। काकाले भन्नुभयो, मसँग मिठाई छ तर एउटा मात्रैको खाने हो। मैले भने हाम्रो छिमेकी हुन् त्यसैले म यो मिठाई खान्छु। तर मलाई थाहा थिएन कि त्यो मिठाईमा बाम छ। मिठाई खाँदा खाँदै मलाई काकाले सोध्नुभयो, उषा तिमी मसँग होली खेल्न जान्छौ पल्लो गाउँतिर? मैले पनि हुन्छ भने र उहाँको बाइकमा चढे। तिमीहरू घर जाँदै गर है, मैले केटीहरूलाई भने। मलाई बिस्तारै भानको नशा लाग्दै थियो। मैले काकालाई च्याप्प समातेर बसे। उहाँले बाइक गाउँ हुँदै नजिकैको एक सानो जंगलतिर लग्यो। म उहाँको कम्मर कस्सेर समातेको थिएँ। बिस्तारै उहाँले मेरो बुबुको मजा लिँदै थियो। जंगलको नजिकै बाइक रोकेर मलाई सोध्नुभयो, उषा तिमी पिस्तोल लिएर होली खेल्छौ? मैले भानको नशामा जवाफ दिए, हो म खेल्न चाहन्छु। उहाँको उमेर 45 वा 46 वर्ष होला तर हेर्दा बलियो र जवान देखिन्छन्। मलाई बाइकबाट झर्न लगायो। त्यसपछि मलाई समातेर सुनसान जंगलभित्र पसे। मलाई एक ठाउँमा बस्न भन्यो। म भने नशामा थिएँ त्यसैले उहाँलाई अंगालो हाल्दै बसे। म बुबुलाई च्याप्प समातेर जोरले थिच्न थाल्यो। म कहिले यस्तो महसुस नगरेको केटी आज मलाई आनन्द महसुस भयो। कुनै अनौठो अलग किसिमको मजा आयो। काका मलाई चिक्नुस् छिटो मैले आफै भन्न थाले। मलाई भानको नशाले र पहिलो पटकको यस्ता कुराहरूको मजाले म आफै के बोले मलाई नै थाहा थिएन। उहाँ पनि एक 45-46 वर्षको परिपक्व बोका हुन्। कसरी के गर्नुपर्छ भन्ने कुरा मजाले थाहा छ। म बेहोसमा धेरै प्यार गर्दै थिएँ त्यसैले उहाँले च्याप्प मेरो ल्याप्प परेको ओठमा चुप्पा गर्न थाल्नुभयो। मलाई झन मजा आइरहेको थियो। मेरो सानो पुतलीबाट पुटुक पानी निस्किन थाल्यो। उहाँको मोटो औंलाले मेरो पेन्टी भित्र हालेर पुतलीमा छिराउन थाल्यो। हो आया आथा गर्दै म कराउन थाले। मेरो कपडा खोलेर आफ्नो जिब्रोले मेरो पुतली काट्न थाल्नुभयो। मेरो पुतली फुट हुन थाल्यो। मेरो सास स्वास्वा भयो। म पहिले कहिले यस्तो गरेको छैन त्यसैले होला यस्तो भएको होला। लगभग 10 मिनेट पुतली चाटिदिए। त्यसपछि आफ्नो लामो मोटो पिस्तोल मलाई देखाउँदै मेरो मुखमा हाल्न खोज्यो। म एकछिन रोके, नाइ हुँदैन मैले भने तर उहाँले मेरो टाउको समातेर ख्वात्त मेरो मुखमा छिरायो। मलाई उहाँको टुरी बोका गनायो तर मलाई टुरी चाट्न मन लाग्यो। किन होला थाहा छैन तर यी कुराहरू मलाई सबै थोक बिर्साएको थियो। म यति बेला काकासँग चिकाउन तयार भइसकेको थिएँ। उहाँको त्यो मोटो टुरी मेरो पुतलीमा हालु भइसक्यो। मलाई घाँसमा सुतायो। मेरो दुईटै खुट्टा हातले फराकिलो गरेर आफ्नो पिस्तोलमा थुप लगायो र मेरो पुतलीमा पनि च्याप्प थुप लगाउँदै पिस्तोलको छिराउन खोज्यो। एक चोटीमा पिस्तोल छिरेन किनकि उहाँको टुरी धेरै ठुलो छ। झन् टुरीको टुप्पो च्याउ जस्तै टप्प भएको छ। मेरो सानो पुतलीमा कहाँ छिर्छ र? तर उहाँ एक अनुभवी बोका हुन् त्यसैले सबै तरिका थाहा छ। च्याप्प थुप लगाउँदै बिस्तारै छिरायो।
म जोरले चिच्याए, आया आमा म त मरे आज। मेरो पुतलीमा रगत आयो। तर त्यो बोका रोकेन मेरो कम्मर समातेर आफ्नो पेस्तोल भित्रसम्म ठेल्दै छिरायो। मलाई केही बेर दुख्यो तर कसम मलाई मजा आयो। जाठा बोकाले मलाई मर्ने गरी चिक्यो। करिब 40 मिनेटसम्म चिक्दै चाट्दै गर्यो। त्यसपछि उहाँको तुरीबाट फुटुक फुटुक घिउ निस्कियो। मलाई धेरै मजा आयो तर त्यतिबेला मेरो भानको नसा अलि कम हुँदै थियो। हामी केही जङ्गलमा केही बेर बस्यौं। जब मेरो भानको नसा सक्यो अनि म हतपत लुगा लगाए तर काका अझै पनि नाङ्गो थिए। म उहाँको पेस्तोल देखेर अझै चकित थिएँ। मैले अब होस आएर पनि उहाँको तुरी समातेर हल्लाउन थालेँ, किनकि मलाई अझै चिकाउनु मन थियो। उहाँले पनि फेरि मेरो लुगा खोल्यो, मलाई चुप्पा गर्न थाल्नुभयो। एकपल्ट फेरि मलाई चिक्यो, तर यसपटक म पुरै होसमा थिएँ। मैले अझै मजा लिँदै भने, काका तपाईँ जस्तो बोका मलाई चाहिन्छ। म तपाईँसँग पछि फेरि चिकाउन चाहन्छु। मेरी उषा, म तिमीलाई चिक्छु तर तिमीले यो कुरा गोप्य राख्नुपर्छ, उहाँले मलाई भन्नुभयो। मैले पनि हुन्छ भने। त्यसपछि दिउँसो 2 बजेतिर हामी आफ्नो गाउँतिर फर्कियौं। म यो कुरा कसैलाई भनेको छैन, तर अहिले मलाई यो कुरा गलत लाग्दैछ। के मैले गरेको पाप हो? किनकि उहाँको उमेर मेरो बाउ जस्तै छ। तर उहाँले पनि त मलाई चिक्नको लागि भानको लड्डु खुवाएर जङ्गल लग्यो। के यो पाप होइन? के मैले यस्तो क्रियाकलापलाई अगाडि बढ्न दिनुपर्छ? वा जे भयो त्यो भइसक्यो, अब यसलाई बन्द गर्नुपर्छ? कृपया आफ्नो पक्ष कमेन्टमा लेख्नुस्। आजको जोस भरिएको यौन कथा कस्तो लाग्यो? केही मनमा लागेका कुरा भन्नुहोला। हामी तपाईमाझ फेरि अर्को एउटा रोमाञ्चक यौन कथा लिएर आउनेछौँ। यति बेलासम्म सुनेर वा हेरेर साथ दिनुभएकोमा धन्यवाद।